आसा हिरु बान योरु माए आतो तादासीको खान्जी भइहाल्यो गोगोको गो भइहाल्यो माइस्यु हुने भयो क्योनेनको क्यो इएको खान्जी भइहाल्यो यो भएपछि खाजोकु हुने भयो आनी ओतोतो आने इमोतो ओत्तो tsuma स्यु भइहाल्यो स्युजिनको स्यु हैन ओमो पनि भन्छ मुख्य भन्ने जस्तो मिनिङ ओकु भइहाल्यो वातासी औ भइहाल्यो औ र सामा औसामा भन्छ प्रिन्स भन्ने जस्तो किङ राजा भन्ने जस्तो मिनिङ साइनोको साई भइहाल्यो तेन्साई पनि भन्छ साई हुन्छ यसको चाहिँ प्रोनाउन्सिएसन आखाइको खान्जी आखा आओ सिरो कुरो इरो यो गिन्कोको गिन भइहाल्यो यो किरोको भइहाल्यो मिदोरी मारु तामा भइहाल्यो हैन तामा अनि हारु नाचु आकी फुयु सोरा खन्जी तेन्कीको तेन भइहाल्यो खाजे भइहाल्यो दाई भइहाल्यो दाई दोकोरोको दाई कुमो भइहाल्यो युकी हारे होसी हिखारी ची भइहाल्यो हैन चिइकी हैन तोचीको ची तानी भयो जीवनको जी सिजन पनि हुन्छ सिजन भइहाल्यो कुसा हारा उमी सियो उमी मिजुमीको भन्छ मिजुमी इके यसलाई सातो पनि भन्छ रीको नि खान्जी हुन्छ है सातो यो नोको खान्जी हुन्छ अथवा याको नि हुन्छ क्या या पनि हुन्छ खान्जी यसलाई मुसी भइहाल्यो यो हानेको यो के अरे पखेटाको खान्छ है उमा यो नाकिमास खान्जी भइहाल्यो खामिनोकेको के भयो यो इतो भयो हैन धागो यो इरुईको इ भइहाल्यो भने फुकु भइहाल्यो अनि यौ फुकु भनेर यौ सित्सु भनेर यौ वेस्टर्न भन्ने जस्तो मिनिङ रेउरी भइहाल्यो यो गोहानको हान भइहाल्यो यो मुगी भइहाल्यो मुगी चिया पनि भन्छ हैन आबुरा भइहाल्यो ओसाकेको साके भयो आजी भयो जु सो भइहाल्यो एड्रेस हैन सुमिमास पनि खान्जी भइहाल्यो यसको यो चाहिँ तो है सिउतोको तो भयो यो मिची भइहाल्यो यो फु ओसाका फु हुन्छ नि हैन यो केन भइहाल्यो भने प्रिफेक्चर क्योतोको क्यो हो क्यारियो अनि सिटी भइहाल्यो कु भइहाल्यो हैन मुरा भइहाल्यो बानको नम्बर भइहाल्यो कुनी भइहाल्यो खामी मिसे अनि क्याकुसामाको क्याकु भइहाल्यो उरिमास यो सिना भइहाल्यो कुसुरी माचिमास गौके हुन्छ है गौके यसलाई केइसान पनि बनाउनु मिल्छ हैन आतारी अथवा हेन भन्छ हैन आतारी ओरपर भन्दाखेरि कौचु भइहाल्यो यातायात यो निमोचको नि भयो ओकुरिमासको भइहाल्यो ताकुवा छ हैन घरको कुरा हुन्छ ओताकु भनेर भन्छ हैन तोमारिमास हैन तोमेमास क्यु भइहाल्यो अचानक हैन इसोगी पनि हुन्छ तोकु स्पेशल भन्दा तोकु बेचु हैन त्यस्तोमा यो चिखा तेचुको तेचु भइहाल्यो तेचु फलाम भयो फुने भइहाल्यो यो बुचोको बु यो याने हैन छत अथवा जस्तो कि साकाना या हैन त्यो मिसेहरुमा प्रयोग गर्छ क्यौसिचु ओसीहरु पनि भन्छ नि यसलाई क्यौसिचु क्लास भइहाल्यो खाइस्याको खाइस्या भइहाल्यो आइमासको पनि खान्जी भयो एकी भइहाल्यो कौजो बास्योकोबाट नै आउँछ बा भन्ने प्रोनाउन्सिएसन कौजो फ्याक्ट्री बेउ इन भइहाल्यो बेउ इन हस्पिटल कौ एन हैन पार्क भइहाल्यो यो तोस्योखान अथवा चिजुमा प्रयोग हुन्छ हैन जु यो खान भइहाल्यो बिल्डिङमा एइगा फिल्म भइहाल्यो बेन्क्यो भइहाल्यो स्युकुदाई भइहाल्यो सित्सुमोन भइहाल्यो सिकेन भयो कोताएको खान्जी भयो खानगाएमासको खान्जी भयो अर्को मोजीको जी भयो बुन्स्यो बुन खान्जीको खान भइहाल्यो खाजुको खाजु भइहाल्यो एगो इङ्ग्लिस भइहाल्यो यो चाहिँ हेन्खा चेन्जको खा भयो यो चाहिँ सोदाची इमासको हैन पाल्नु अथवा क्योइकु एजुकेसन केन्क्यु भइहाल्यो रिसर्च यो चाहिँ इस्याको इ यो चाहिँ खागाकु हैन साइन्स हैन त्यस्तोमा सेइजी भइहाल्यो पोलिटिक्स केइजाई इकोनोमिक्स भइहाल्यो रेकिसी हिस्टोरी भइहाल्यो उन्दो व्यायाम भइहाल्यो यो चाहिँ
ओयोगिमासको खान्जी भइहाल्यो होइन स्विम गर्नु यो चाहिँ र्योकोको र्यो भयो अथवा ताबी पनि भन्छ सेखाइ भइहाल्यो दुईटा मिलेर रेन्स्यु प्र्याक्टिस स्यासिन फोटो तानोसीको खान्जी अथवा राकु पनि भन्छ होइन कोए भइहाल्यो यो चाहिँ उताको खान्जी भयो आचुमेमासको भयो चुकुरीमासको खान्जी भयो चुखाइमासको खान्जी भयो ओमोइमास मोचिमास आतारु होइन अरू तौजिचु पनि प्रयोग हुन्छ तौ भनेर होइन सिरिमास सिरु होइन हाताराकिमास हाजिमेमास ओवारिमास नोरिमास ओरिमास आकेमास सिमेमास यो हाचु भइहाल्यो सुप्पाचुको पाचु हुन्छ होइन त्यस्तोमा पनि प्रयोग हुन्छ यो चाहिँ अब चुकिमास अथवा किमास लगाउनु होइन वेयर गर्नु अथवा चुकिमास पुग्नु यो चाहिँ हासिरिमास दौडनु आरुकिमास हिँड्नु चिखाइ भइहाल्यो नजिक तोइ भयो यो टाढा ओमै होइन यो खारुई यो हायाई हायाई ओसोई हिरोई होसोई होसोई भनेको पातलो होइन फुतोई भनेको बाक्लो भइहाल्यो मोटो होइन आची गर्मी सामुइको जाडो यो चाहिँ हिकुई होचो भइहाल्यो मिजिखाई छोटो योवाई योवाई भनेको अलिकति कमजोर वाखाई भनेको योङ भइहाल्यो सिजुका शान्त यो चाहिँ युमेको यु भयो कोकोरो भइहाल्यो उनाजी भइहाल्यो बेन्ड्री भइहाल्यो सिन्सेचु भनेको सिन्सेचु यसलाई सितासी पनि भन्छ होइन ओया पनि भन्छ यसलाई होइन यो किप्पुमा पनि प्रयोग हुन्छ किरिमास कुन खान्जी भयो फु भयो फुयौ होइन के अरे फुबाट नेगेटिभ साउन्ड निकाल्ने खान्जीहरू आउँछ हाई यो मात्रै सबै कतिवटा जान्ने भयो तपाईँहरूले चाहिँ कमेन्ट गर्नु होला है त